यदि तपाईँहरू बाटोमा हिँड्दाखेरि तपाईँहरूले यदि महँगो गाडी देख्नुभयो र महँगो गाडीहरू देख्ने बित्तिकै तपाईँहरूको दिमागमा के प्रश्न आउँछ होला, तपाईँहरूले के सोच्नुहुन्छ होला, तपाईँहरूले त्यो गाडीको मान्छेलाई हेर्नुहुन्छ होला कि त्यो गाडीलाई हेर्नुहुन्छ। र यो बुकको राइटर चाहिँ एउटा होटलको एउटा भ्यालेट पोजिसनमा काम गर्नुहुन्छ र भ्यालेट भनेको चाहिँ गेस्टको गाडी चाहिँ पार्किङमा लगेर राखिदिने मान्छेलाई चाहिँ भ्यालेट भनिन्छ होइन। र उहाँ चाहिँ हरेक दिन काम गर्दा चाहिँ जहिले पनि महँगो गाडीहरू देख्ने, फरारी, ल्याम्बोर्गिनी जस्तो गाडीहरू देख्ने र उहाँले चाहिँ एउटा सपना देख्नुभयो, एक दिन म पनि यस्तै महँगो गाडीहरू चढ्छु। किनकि उहाँले के सोच्नुभयो भने मान्छेहरूले चाहिँ महँगो गाडी, महँगो सामान भयो भने बल्ल समाजले चाहिँ रेस्पेक्ट दिन्छ, एडमायर दिन्छ भनेर चाहिँ उहाँले बुझ्नुभयो। तर उहाँले एक दिन एउटा कुरा नोटिस गर्नुभयो कि मान्छेहरूले जति महँगो गाडी, जति फरारी, ल्याम्बोर्गिनी ल्याए पनि मान्छेहरूले जहिले पनि गाडीलाई मात्रै हेर्छन्, तर गाडीभित्रको मान्छे त कसैले हेर्दैनन्। र उहाँले चाहिँ के बुझ्नुभयो भने हामी जति महँगो गाडी देख्छौँ हामीले चाहिँ आफूलाई के सोच्छौँ भने वाह, त्यो गाडीमा भएको मान्छे कति कुल देखेको, त्यो गाडी भित्र म भइदिएको भए म पनि कति कुल देख्थेँ होला, मान्छेहरूले मलाई पनि रेस्पेक्ट दिन्थ्यो होला, मलाई पनि एडमायर गर्थ्यो होला भनेर चाहिँ उहाँले नोटिस गर्नुभयो। तर त्यो गाडीभित्र गाडी चलाउने मान्छेलाई त कसैले वास्ता गरेको हुँदैन। र त्यही कुरा हो म्यान इन द कार प्याराडक्स। र म्यान इन द कार प्याराडक्स भनेको मान्छेहरूले तपाईँको गाडीलाई हेर्छन्, तपाईँलाई होइन। एउटा उदाहरण भनौँ, हाम्रै नेपाली कम्युनिटीमा चाहिँ कसैले नयाँ आइफोन, कसैले नयाँ कपडा, कसैले नयाँ गाडी किन्यो भने हामी जहिले पनि उसको सामानलाई हेरेर हामीले जज गर्छौँ। यो मान्छे त धनी, यदि उसले नयाँ आइफोन किनेको रहेछ भने यो मान्छे त धनी ब्याकग्राउन्डबाट पो हो कि भनेर हामीले चाहिँ जहिले पनि त्यसरी जज गर्ने गर्छौँ। र यो सबै कुरा हुँदाखेरि चाहिँ सबै कुराको उद्देश्य भनेको चाहिँ मान्छेले हामीलाई राम्रो ठानुन्, मान्छेले हामीलाई राम्रो सोचुन्, मान्छेले हामीलाई रेस्पेक्ट दिउँ भनेर चाहिँ हामीले यो सबै कुराहरू गर्ने हो। तर साँचो कुरा चाहिँ के हो भने मान्छेले जति अरूले महँगो कपडा लाए पनि, जति नयाँ फोन किने पनि मान्छेले नयाँ फोन, नयाँ कपडा त हेर्छन्, तर मान्छेले अरूको लागि कहिले सोच्दैनन्, मान्छेले आफ्नो लागि सोच्छन्, तपाईँको बारेमा होइन। र यो च्याप्टरले चाहिँ के भन्छ भने तपाईँलाई साँच्चीकै नै रेस्पेक्ट चाहिएको छ भने महँगो सामान, महँगो गाडीबाट तपाईँले कहिले पनि रेस्पेक्ट पाउनु हुँदैन। यदि तपाईँलाई रेस्पेक्ट चाहिन्छ भने तपाईँ हम्बल हुनु पर्यो, तपाईँ काइन्ड हुनु पर्यो र तपाईँ अरूको कुरा सुन्नु पर्यो। यी तीनटा कुराले चाहिँ तपाईँहरूलाई जति धेरै महँगो कुरा भन्दा पनि धेरै रेस्पेक्ट दिन्छ। र त्यसैले तपाईँहरू आज एउटा कुराहरू जान्नुहोस्। त्यो कुरा चाहिँ के हो भने यदि तपाईँहरू केही सामान किन्न जाँदै हुनुहुन्छ र सामान किन्न जाँदै हुनुहुन्छ भने किन्नुभन्दा अगाडि आफूलाई एउटा प्रश्न सोध्नु होला कि यो म सामान मेरो आफ्नो लागि किन्दैछु कि म अरूलाई देखाउनको लागि किन्दैछु। र यदि हजुरहरूको एन्सर चाहिँ अरूलाई देखाउनको लागि हो भने चाहिँ हजुरहरू त्यो सामान नकिनेकै राम्रो। किनभने हामीलाई रेस्पेक्ट चाहिएको छ भने कुनै महँगो सामानबाट हामीलाई रेस्पेक्ट पाउने होइन। अघि मैले भने जस्तै हम्बल, काइन्ड र अरूको कुरा सुन्यो भने बल्ल हामीले रेस्पेक्ट पाउनेछौँ। र हजुरहरूलाई यदि यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला है त। थ्याङ्क यू सो मच फर वाचिङ।